ल नमस्ते गाइज, के छ हल्ली चल्ली? आज पनि लिएर आइसके सोशल मिडियाको भाइरल भिडियोको खतरा कमेन्टहरू। र आजको भिडियोमा यो भन्दा अगाडिको भिडियोमा तपाईहरुले गर्नुभएको कमेन्ट पनि छ है। ओहो, मामु बाबाले टुर जानबाट रोकेपछि छोरी रिसाएर केही छैन। जे गरे पनि मलाई चाहिँ टुरै नजान्दिने। आज चाहिँ म गएर मामु बाबाको बिचमा गएर सुत्दिन्छु। अब हेरौँ कहाँ छ म जान्छु कि म सुत्छु। ब्ल्याङ्केट ओढेर गुट्टु मुट्टु भएर सुत्नु पर्यो। यस्तै पारा हो भने भाइ जन्मिँदैन है नानी। तिहारमा कसलाई टिका लाउँछौ? बिगार्दिने भई आज नानीले। अध्यारोमा बाबा छुकिएला नि फेरि। दुश्मन खोज्न टाढा जानु पर्दैन भन्थे हो रहेछ। जाडोमा बाबा मम्मीलाई डिस्टर्ब नगर के। ल हेर्नुस् त यहाँ नाच। सायद तपाईहरुले पनि यस्तो डान्स पहिला देख्नु भएको छैन होला। ओ भाई मारो, मुझे मारो। ओहो, डान्स कडा। अब कमेन्ट पढम है त। नाचेको कि न्यू खोजेको हो? स्याङ्जाली भर्सेस झापाले हैछ जस्तो छ। भोलिसम्म हानाहान पक्का हुन्छ। नाच्दा नाच्दै हानाहान पर्ला जस्तो छ। लौ न, 2-4 जना छुट्याउनलाई तयार भएर बस्नु पर्यो। ल पहिला यो जाडोमा दिदीले रोटी तताउँदै गरेको भिडियो हेरौँ अनि हाम्रो काम गरौँला। जाडो भा आगो ताप्दै अथा कत्रो आगो भयो, कस्तो तातो भयो। जाडोमा त आगो ताप्नु त एकदम मजा आउँछ त हामीलाई। तो चलिए शुरू करते हैं। आगो ठुलो नबनाउनु, रोटी जलेर कालो होला। ए ओर्रा जङ्गल जलेर खरानी होला नि फेरि। धेरै नसेका होइ चाउरी पर्ला नि। अच्छा, तताउने मान्छे नभएर आगो तापेको होला। समझ रहे हो? जाडो भा आगो ताप्दै अथा त्यति ठुलो आगो बालेर रोटीको सत्यानाश हुने भयो। बाक्लो खालको रहेछ त पापा। ल गाइज, अब एक लाइक गरिहालौँ है त। बाँच्न मात्र पर्छ, देख्न त के पाइन्छ। पहिला कलकलाउँदो जिउताल भएको दिदीको यो नाच हेरौँ, त्यसपछि तपाईहरुलाई थाहा छँदैछ के हुन्छ भनेर। राडै बस्छु, यत्रो नि भेट्दिन। पेटमा भन्दा अन्त आँखा गएको भए मरिजाउँ। सुकेनास लागेको हो कि नामले परेको हो? जोबान पनि कस्तो लोभ लाग्दो यार, कलकल परेको। फिल्टर लगाउँदा पनि नराम्रो देखिने म मात्र हो कि भनेको त यता पनि हुनु हुँदो रहेछ। खुसी लाग्यो। ओहो, छातीमा हुनुपर्ने कुरा पेटतिर गएछ। कहिले काहीँ त यस्तो भिडियो देखेर दिमाग घुम्छ यार। यत्रो सानो उमेरमा यत्रो ठुलो प्रगति चाहिँ कसरी गर्छ? बच्चा बच्चीले ट्रु लभ गर्ने त हामी जस्तो लेजेन्डले त